बाटो बन्द कि क्या हो यस्तो रहेछ बाटोको अवस्था चाहिँ थोरै यहाँनिर गइरहेको रहेछ। साथीहरू नमस्ते। आज चाहिँ हाम्रो यात्रा सूर्यचौरसम्म छ। म र मेरो दाइ हुनुहुन्छ यहाँ, हामी दुवैजना जाँदैछौँ र हामी हिँड्दै गरेको भन्दै गरेको हरेक गतिविधिहरू यहाँहरूलाई जस्ताको जस्तै देखाउने कोसिस गर्नेछौँ। आज चाहिँ हाम्रो यात्रा रहेको छ सूर्यचौर, काठमाडौँ टु सूर्यचौर। हामी जाँदैछौँ, मसँगै हुनुहुन्छ मेरो प्यारो दाइ, आदरणीय दाइ हुनुहुन्छ र म छु यहाँहरूको साथमा। र तपाईँहरू अहिले हेर्दै हुनुहुन्छ केएम एक्टिभिटिज हेर्दै हुनुहुन्छ। के कस्तो हुन्छ, कसरी हिँडिन्छ, कति टाइम लाग्छ, यहाँलाई सबै कुरा लाइभ जस्तै हामी देखाउने कोसिस गर्नेछौँ। हेर्दै रहनु होला। आहा लु हेर्नुहोस् यति राम्रो ठाउँ हो। माइ गड, वरपर चाहिँ डाँडा काँडाले ढाकिरहेको छ, तर बिचमा बस्ती यति राम्रो, यति रमाइलो, असार लाग्दै गरेको, धान रोपाइँहरू भइरहेको यस्तो रमाइलो ठाउँ आइपुग्यौँ। तपाईँहरूलाई देखाउँदैछौँ, हामी हेर्दै गर्नुहोला। हेर्न सक्नुहुन्छ यति राम्रो दृश्यहरू छन्। फाइनल हामी सूर्यचौर पुग्न आँट्यौँ साथीहरू। अब त्यहाँ गएर बसेको होइन, त्यहाँ गएर खाएको, त्यहाँ गरेको हरेक एक्टिभिटिजहरू म केएम एक्टिभिटिजद्वारा देखाउनेछु। यहाँहरू हेर्दै गर्नु होला है त। हेरौँ न यहाँ पुरै आइरहेछ। हजुर, ए त्यही माथि हो। ए ए हजुर, दामी रहेछ। आहा, अब हामी ठ्याक्कै गन्तव्य हो। हजुर, यस्तो हुस्सो आइरहेछ। हजुर, सूर्यचौरको गन्तव्यको उसमा आइपुगिसकेका छौँ साथीहरू, हेर्न सक्नुहुन्छ। अब यहाँबाट देखेको भन्दा त्यहीँ गएर पनि हामी तपाईँलाई देखाउनेछौँ। हेर्दै गर्नु होला। ओ माई गड, यसले त खतरै धुवा फाल्यो त। अलि अगाडि जानु पऱ्यो त्यसलाई सर्कस फेरि।
बाटो बन्द कि क्या हो यस्तो रहेछ बाटोको अवस्था चाहिँ थोरै यहाँनिर गइरहेको रहेछ बाटो चाहिँ यस्तो रहेछ त्यो त थाहा छ यहाँबाट अब यो बाटो कहाँ अब हिँडेर लेफ्ट राइट यहाँबाट माथि बाइकै जाँदैन नि बाटै छैन भन्ने खल्टो होइन कि परबाट घुम्ने हो यस्तो बाटो जाउँ कट्यो है कट्यो जबरजस्ती भए पनि वाउ फाइनली टेन्ट तयार भइसकेको छ यतिखेर उता बाइक छ अथवा क्यामेरा
हजुर यहाँलाई कस्तो लाग्यो? म चाहिँ यस्तै यस्तै भिडियोहरू बनाउँछु र यहाँहरूलाई कस्तो खालको भिडियोहरू हेर्न मनपर्छ त्यो पनि भनिदिनु होला। आगामी दिनहरूमा यस्तै ठाउँ यस्तै परिवेशका अन्य ठाउँहरूमा गएर पनि योभन्दा अझ राम्रो भिडियोहरू बनाएर यहाँहरूको माझ लिएर आउने कोसिस मेरो एकदमै रहनेछ। र अन्तिममा केएम एक्टिभिटिजलाई सब्सक्राइब गर्न नबिर्सनुहोला है त।